आज हामी तीर्थयात्राको क्रममा वृन्दावन स्थित यमुना नदीको किनारमा रहेको यो पवित्र भूमि रमण रेतीमा आइपुगेका छौँ, जहाँ भगवान श्रीकृष्णले आफ्नो बाल्यकालमा बलराम र ग्वालाहरूसँग यो बालुवामा कुस्ती खेल्ने, गाई चराउने र दिव्य क्रीडामा लीन हुने गर्नुहुन्थ्यो भन्ने किंवदन्ती पनि रहेको छ। र राति यही क्षेत्रमा गोपिनीहरूसँग रासलीला पनि सम्पन्न गरेको वर्णन पाइन्छ विभिन्न ग्रन्थहरूमा, धार्मिक ग्रन्थहरूमा। यही कारणले यो बालुवालाई कृष्णको लीलाको साँचीका रूपमा चित्रण गरिएको पाइन्छ। तसर्थ हामी पनि वृन्दावन लगायतको धार्मिक यात्राका क्रममा यहाँ आइपुगेर यसरी रमाइरहेका छौँ। हामी पनि यो पवित्र भूमिमा आएर आफूलाई पवित्र भएको अनुभूति गरिरहेका छौँ। यो हेर्दा अत्यन्तै आनन्ददायक, आनन्द लाग्नेछ।